यो फोक्सोको क्यान्सरको जुन स्क्रिनिङ भन्नाले चाहिँ यो रोगको कुनै पनि लक्षण देखिनुभन्दा अगाडि नै हामीले क्यान्सर छ कि छैन भनेर हामीले जुन यो परीक्षण गर्छौँ र त्यसलाई नै हामीले लङ क्यान्सर अथवा अर्थात् फोक्सोको क्यान्सरको चाहिँ हामीले स्क्रिनिङ भनेर भन्ने गर्छौँ। यो लङ क्यान्सर स्क्रिनिङ कुनै पनि लक्षण देखिनुभन्दा अगाडि नै यदि हामीले यसलाई स्क्रिनिङ अथवा परीक्षण हामीले गऱ्यौँ रहेछ भनेदेखि चाहिँ यो फोक्सोको क्यान्सर यदि भयावह हुनुभन्दा अगाडि नै अर्थात् स्टेज 1 स्टेज 2मा नै हामीले पत्ता लगाउन सक्छौँ। अर्थात् सुरुकै अवस्थामा पत्ता लाग्यो भनेदेखि यो पूर्ण रूपमा निको हुने भएको हुनाले हामीले यो फोक्सोको क्यान्सरको स्क्रिनिङ गर्नु पनि जरुरी छ। यो फोक्सोको क्यान्सरलाई हामीले प्रारम्भिक चरणमै पत्ता लगाउनको लागि यो हामीले लो डोज सिटी स्क्यान भनेर भन्ने गर्छौँ, जुन चाहिँ हामीले 50 वर्ष नाघिसकेको र 80 वर्षसम्मको मानिसहरूमा यदि कसैले धुम्रपान 20 वर्षसम्म दिनमा 1 बटाको हिसाबले यदि गर्नुभएको छ वा त या त दिनमा 2 बटाको हिसाबले 10 वर्षसम्म पनि उहाँले यदि धुम्रपान गर्नुभएको छ रहेछ भनेदेखि र यदि कसैले हाल धुम्रपान गरिराख्नु भएको छ र अर्को भनेको चाहिँ धुम्रपान छोडेको 15 वर्ष भन्दा यति कम समय छ रहेछ भनेदेखि चाहिँ त्यस्तो व्यक्तिहरूलाई हामीले यो लङ क्यान्सरको स्क्रिनिङ गराउँदछौँ र यो लङ क्यान्सरको स्क्रिनिङ चाहिँ हामीले वर्षको एकचोटि अर्थात् हरेक वर्ष चाहिँ हामीले यो लक्षण देखिनुभन्दा अगाडि नै हामीले यसको प्रारम्भिक यसको परीक्षण गर्ने गर्छौँ। यो नियमित रूपमा यदि हामीले लङ क्यान्सरको स्क्रिनिङ हामीले गऱ्यौँ रहेछ भनेदेखि त्यो उमेर पुगेकोहरूमा लक्षण देखिनुभन्दा अगाडि नै त्यस्ता बिरामीहरूलाई यदि फोक्सोको क्यान्सर यदि छ रहेछ भने पनि हामीले सुरुकै अवस्थामा नै हामीले पत्ता लगाउन सक्छौँ र सुरुकै अवस्थामा पत्ता लगायो रहेछ भनेदेखि हामीले पूर्ण रूपमा निको पार्न सक्छौँ। हाल उपलब्ध लङ क्यान्सर स्क्रिनिङको लागि रेकमेन्डेड भनेको हामीले लो डोज सिटी स्क्यान नै हो। यो लो डोज सिटी स्क्यानमा चाहिँ रेडिएसनहरू अलिकति कम नै हुन्छन् र त्यही कारणले यसलाई चाहिँ हामीले वर्षमा एकचोटि यदि 50 वर्षभन्दा बढी उमेरको पुरुषहरूले र 80 वर्षसम्मकोमा यदि उहाँहरू हाई रिस्क क्राइटेरियामा हुनुहुन्छ भनेदेखि चाहिँ उहाँहरूले नियमित रूपमा गर्न सक्नुहुन्छ। तर यदि कसैलाई लक्षण देखिहाल्यो रहेछ र फोक्सोको क्यान्सरको लक्षणहरू लामो समयसम्म रहिरहेछ भनेदेखि हामीले 50 वर्षभन्दा अगाडि पनि हामीले यसलाई पूर्ण रूपमा परीक्षण गर्न सक्छौँ। यो लङ क्यान्सरको परीक्षणमा जुन प्रयोग हुने यो लो डोज सिटी स्क्यान यो अरू सिटी स्क्यानहरूभन्दा यसको रिस्क चाहिँ अलिकति कम नै हुन्छ, तर पनि यसमा केही मात्रामा रेडिएसन हुने भएको हुनाले यसको रिस्क चाहिँ छ। हामीले बिरामीहरूलाई यसको नियमित रूपमा परीक्षण गर्दाखेरि हामीले यसकोबाट हुने हेजार्डहरू पनि हानिबारे पनि हामीले बुझाउनु पर्ने हुन्छ र तर पनि यो अरू विधिहरूभन्दा चाहिँ सुरक्षित नै छ र कम हानि नै छ। यो लङ क्यान्सर स्क्रिनिङमा मानिसहरूमा चाहिँ नियमित रूपमा हामीले परीक्षण गराइरहँदाखेरि यसले यो सिटी स्क्यानहरूले पनि कतै क्यान्सर त गराउने होइन भन्ने कुराहरू भ्रम चाहिँ धेरै मानिस छ यसमा र त्यो भएको हुनाले यो वर्षमा एकचोटि हामीले गराउँदाखेरि यसलाई सुरक्षित नै मान्नुपर्छ। हाल नेपालमा लङ क्यान्सरको स्क्रिनिङको प्रोटोकल बनिसकेको छैन र जस्तै विदेशमा अमेरिकन जुन हामीले क्यान्सर सोसाइटीहरूले चाहिँ उनीहरूले एउटा कुनै एज बार दिएर र कुनै क्राइटेरियामा राखेर उहाँहरूको चाहिँ नियमित रूपमा परीक्षण गर्ने एउटा गाइडलाइन बनाइसकेको छ र हाम्रो देशमा चाहिँ यो गाइडलाइन अझै पनि बनिसकेको छैन र तर पनि मानिसहरू आफैले नै उमेर पुगिसकेकोहरू र हाई रिस्क भएकाहरूले चाहिँ उहाँहरूले आफैले पनि परीक्षण गराउन सक्नुहुन्छ। यो ग्रामीण भेगमा लङ क्यान्सरको स्क्रिनिङ त्यति सम्भव पनि छैन। हाम्रो अस्पतालहरू र हाम्रो जनशक्तिहरू र उपकरणहरू चाहिँ त्यति पर्याप्त मात्रामा नभएको हुनाले हाम्रो जस्तो राष्ट्रमा अझै पनि गाउँहरूमा यो फोक्सोको क्यान्सरको स्क्रिनिङ त्यति सम्भव छैन र यो सहरमा पनि अहिले भर्खरै मात्रै मानिसहरू अलिकति अवेर भएर चाहिँ गर्न थालिएको छ। हाम्रो जस्तो देशमा लङ क्यान्सरको स्क्रिनिङको प्रमुख चुनौती भनेको नै हरेक क्षेत्रमा हरेक जिल्लामा चाहिँ एउटा सुविधायुक्त अस्पतालहरू अझै पनि पुगिसकेको छैन र बनिसकेको छैन। अर्को कुरा ग्रामीण भेगका मानिसहरूलाई स्क्रिनिङको लागि सहर आउनलाई भौगोलिक रूपमा चाहिँ निकै गाह्रो छ र अर्को आर्थिक रूपमा पनि अझै पनि समस्याहरू रहिआएको छ र त्यो भएको हुनाले
ग्रामीण व्यक्तिहरूको लागि हाम्रो जस्तो देशमा चाहिँ अझै पनि त्यति सम्भव भएको देखिँदैन। यदि कोही मानिस 50 वर्ष नाघिसकेको छ र 80 वर्षको भित्र हुनुहुन्छ र यदि कसैले लामो समयसम्म यदि अत्याधिक मात्रामा धुम्रपान गर्नुहुन्छ, दिनमा एकपटकको हिसाबले 15-20 वर्षसम्म पनि यदि धुम्रपान गर्नुभएको छ र भर्खरै छोड्नुभएको छ रहेछ भने पनि उहाँहरू यसको लागि हाई रिस्कमा पर्ने भएको हुनाले उहाँले वर्षको एकचोटि यदि कुनै पनि लक्षण नदेखिए पनि एउटा स्क्रिनिङको लागि लो डोज सिटी स्क्यान गर्न सक्नुहुन्छ र यदि केही गरिकन कुनै पनि क्यान्सर यदि पत्ता लाग्यो रहेछ भने पनि हामीले सुरुकै अवस्थामा पत्ता लगाउन सक्छौँ र यसलाई पूर्ण रूपमा निको पनि पार्न सक्छौँ।